मान्य सदस्य हर्कराज राईलाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सभामुख महोदय, प्रतिपक्ष बोलिरहने, सत्तापक्ष नसुनिकन अगाडि बढिरहने गर्नु हुँदैन भन्ने मलाई लाग्छ। हामीले प्रधानमन्त्रीज्यूको माग यहाँ गरेको थुप्रै करिब 1 महिना धेरै भइसक्यो। यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि 16 दिन भएछ, यो प्लेकार्ड बनाएर उभिएको पनि। र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ, वाक्यांश, त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ। हामी जिम्मेवार बन्नुपर्छ। जिम्मेवारीले मात्रै मान्छेले मान्छे बनाउँछ। हामी मान्छे बन्नका लागि तपाईँको चाहिँ भात खाएर हैन, टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा हैन, चिल्लो चाप्लो गाडी चढेर चाहिँ ठुला घरमा बस्दैमा हामी मान्छे बन्दैनौँ। हाम्रो नैतिकता हुनु जरुरी छ, जवाफदेहिता हुनु जरुरी छ। प्रधानमन्त्रीज्यूले त्यो सच्याउनुपर्छ भन्ने म राख्न चाहन्छु। अर्को कुरा, अर्थमन्त्रीज्यूले हिजो उहाँले आफैले पनि स्वीकार्नुभयो, रोस्ट्रमबाटै भन्नुभएको छ, यो रक्षा मन्त्रालयको रेड बुक अथवा बजेट बुक हामीलाई किन वितरण गरिएन? छलफल हिजै सकिसक्यो। अचम्म लाग्यो यसपालि के खालको म्यानेजमेन्ट भइराखेको छ हैन। वी हेभ टु लर्न फ्रम आवर मिस्टेक्स है। सरकारले चाहिँ वास्तवमा मिस्टेक गर्नु हुँदैन भन्ने मान्यता म चाहिँ राख्छु। हामीले गर्दाखेरि हुन्छ, किनभने सरकारले मिस्टेक गर्ने बित्तिकै राज्यमा ठुलो उलटपलट हुनसक्छ। त्यसले गर्दाखेरि त्यो रक्षा मन्त्रालय अन्तर्गतको बजेट बुक हामीले कहिले पाउने हो कि नपाउने हो कि हैन, म हाम्रो अर्थमन्त्रीज्यू यही हुनुहुन्छ, उहाँलाई प्रश्न गर्न चाहन्छु। त्यसै गरी सूचना तथा सञ्चार मन्त्रीज्यूले अस्ति भन्नुभयो हामीले सबै तपाईँको चाहिँ नि पाएको 5 अर्ब प्लसको चाहिँ नि सबै हामीले ब्रेकडाउन गऱ्यौँ भनेर भन्नुभयो। मैले फेरि यहाँनिर 2 चोटि तपाईँको चाहिँ नि के अरे हैन, यो प्लस माइनस गरेर हेरेँ, अङ्कगणित जोडेर हेर्दाखेरि 1 अर्ब 61 करोड 20 लाख 79,000 को मात्रै ब्रेकडाउन देखिन्छ। बाँकीको तपाईँको 4 अर्ब 32 करोड 39 लाख 21,000 को तपाईँको चाहिँ के अरे ब्रेकडाउन देखिँदैन। अब त्यो चाहिँ उता प्रदेश र स्थानीयलाई पठाइदिने भनेर तल लेखेको चाहिँ रहेछ। अब हो कि होइन, अब कति चाहिँ प्रदेशलाई पठाइदिने या कति चाहिँ स्थानीयलाई पठाइदिने, यो पनि अस्पष्टता भएको छ। यो खालको चाहिँ अङ्कगणितीय मिस्टेक्स हामीलाई गर्न छुट छैन भन्ने म चाहिँ नि के अरे ध्यानाकर्षण गराउन चाहन्छु। र अन्त्यमा भारतको पटना भन्ने ठाउँमा चाहिँ यो नेटवर्किङ कि के जति भन्ने कुरामा मान्छे नेपाली जनतालाई फसाएर, दाजुभाइ दिदीबहिनीलाई फसाएर 900 जनाको सङ्ख्यामा बन्दी बनाएर राखिएको छ। त्यहाँनिर चाहिँ नि फोनहरू पनि सबै जफत गरिएको छ, कुट्दै त्यहाँनिर राखिएको छ भन्ने कुरा चाहिँ नि तपाईँको आएको छ। र यही कसुरमा एकजना व्यक्तिलाई, इटहरी निवासी ईश्वर ढकाल नामको व्यक्तिलाई चाहिँ सोल्टी होटेलबाट पक्राउ गरेको भन्ने कुरा आएको छ। म सम्बन्धित मन्त्रालयलाई है तपाईँको चाहिँ के अरे ध्यानाकर्षण गराउन चाहन्छु, ती मानिसहरूलाई, ती नेपाली नागरिकहरूलाई तुरुन्त उद्धार गरेर ल्याइयोस्। र यसरी नेपाली नागरिक सधैँ तपाईँको चाहिँ विदेशिनु पर्ने, यो रोजगारीकै कारणले विदेशिनु पर्ने मैले चाहिँ एउटा माग पनि गरेको थिएँ। तर अब सुनवाई होला नहोला एउटा ठाउँमा छ। हामीले 1 खर्ब पैसा छुटाउँ न रोजगारीको नाममा। 1 खर्ब पैसाले तपाईँको चाहिँ छुटाएर 50,000 मासिक तलब दियौँ भने पनि हामीले 20,000 युवालाई काम लगाउन सक्छौँ। र त्यो 20,000 युवालाई हामीले उत्पादनमूलक काममा लगायौँ भने तपाईँको चाहिँ 10 खर्बको आम्दानी गर्न सक्छौँ, 1 खर्बको लगानी गरेर। त्यसतर्फ ध्यान जानुपर्छ सरकारको भन्न चाहन्छु। धन्यवाद।